नेपालको कानून अनुसार कस्तो अवस्थामा पुरुषले सिधै अदालत गएर सम्बन्ध विच्छेद गर्न सक्छन्? धेरैलाई यसबारे थाहा छैन। आउनुहोस् जानौं। मुलुकी देवानी संहिता 2074 को दफा 94 ले पुरुषलाई यी 4 वटा विशेष अवस्थामा सम्बन्ध विच्छेदको अधिकार दिएको छ। 1 नम्बरमा यदि श्रीमतीले श्रीमानको मन्जुरी बिना वा कुनै उचित कारण बिना लगातार 3 वर्ष वा सो भन्दा बढी समयदेखि अलग बसेमा पुरुषले सम्बन्ध विच्छेदको मुद्दा हाल्न सक्छन्। 2 नम्बर, खान लाउन नदिएमा। यदि श्रीमतीले श्रीमानलाई खान लाउन नदिने वा घरबाट निकाला गरिदिने जस्ता व्यवहार गरेमा यो सम्बन्ध विच्छेदको बलियो कानूनी आधार बन्छ। 3 नम्बर, शारीरिक वा मानसिक यातना। श्रीमतीले श्रीमानलाई कुटपिट गरी अङ्गभङ्ग बनाएमा वा ठूलो मानसिक कष्ट हुने कुनै काम वा षड्यन्त्र गरेमा पुरुषले न्यायका लागि अदालत जान सक्छन्। 4 नम्बर, परपुरुषसँग यौन सम्बन्ध। यदि श्रीमतीले आफ्नो श्रीमान बाहेक अन्य कुनै पुरुषसँग शारीरिक सम्बन्ध राखेको कुरा प्रमाण सहित पुष्टि भएमा पुरुषले सम्बन्ध विच्छेदको माग गर्न सक्छन्। यी 4 आधारहरू प्रमाणित भएमा पुरुषले सिधै जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सक्ने प्रावधान छ। यस्तै कानूनी जानकारीका लागि यो भिडियो शेयर गर्नुहोस् र मलाई फलो गर्न नभुल्नुहोला।